तपाईँ हामीले आफ्नो घरको बिजुलीको बिल तिर्नका लागि पहिला आफ्नो ई-सेवा अकाउन्ट लगइन गर्नुहोस्। त्यसपछि यस्तो खालको इन्टरफेस खुल्छ अनि तपाईँले यहाँ इलेक्ट्रिसिटी भन्ने देख्न सक्नुहुन्छ अनि त्यसमा तपाईँले क्लिक गर्न सक्नुहुन्छ। त्यसपछि यस्तो खालको काउन्टर तपाईँ हामीलाई इन्टरफेस खुल्छ। त्यसपछि तपाईँ हामीले काउन्टर भन्नेमा सेलेक्ट गर्नुहोस्। अनि त्यसपछि यहाँ विभिन्न ठाउँहरू देख्न सक्नुहुन्छ। तपाईँको काउन्टर कता हो, जस्तै तपाईँले बालाजी हो कि तपाईँको कता त्रिशुली हुनसक्छ। हाम्रो चाहिँ धुन्जे हो, त्यसैले म धुन्जे टाइप गर्दैछु। अनि यस्तो खालको इन्टरफेस खुल्छ। तपाईँको एससी नम्बर भनेको मैले माथिल्लो दिएको छु 019 वाला, तपाईँले त्यो टाइप गर्न सक्नुहुन्छ। अनि तल कन्ज्युमर आइडी भनेको चाहिँ तपाईँको 5वटा मुनिको 44 698 वाला, मेरो चाहिँ अगाडि नै लगइन भइसकेको छ। सो प्रोसिड गर्नुहोस्। अनि त्यसपछि एउटा यो बक्स जस्तोमा तपाईँले टिक गर्न सक्नुहुन्छ। अनि मेरो चाहिँ पैसा तिर्नुपर्ने छैन। सो यसमा तपाईँले पैसा आफूले कति तिर्नुपर्ने हो अथवा अगाडि तिर्नुपर्ने भएमा तपाईँले यहाँ देखाउँछ। म चाहिँ त्यतिकै एडभान्समा 20 रुपियाँ छोड्छु अनि कन्फर्म गर्नुहोस् तपाईँले। सो मेरो चाहिँ पेमेन्ट सक्सेस भइसक्यो। अब तपाईँले डन गरिदिनुहोस्। धन्यवाद। हजुरहरूलाई मेरो भिडियो मन परेमा सेयर, लाइक र सब्सक्राइब गरिदिनुहोस्। थ्याङ्क यू।